नमस्कार, म नारायण बहादुर सुवेदी, गोकर्णेश्वर नगरको नगरप्रवक्ता वडा नम्बर 5 को वडा अध्यक्ष। आज हाम्रो गोकर्णेश्वर नगरपालिका र शहीद गङ्गालाल हृदय केन्द्र चाहिँ बाँसबारी बिचमा एउटा मुटु रोग सम्बन्धीको एउटा सम्झौता भएको छ र यो सम्झौताले गर्दाखेरि हाम्रो गोकर्णेश्वर नगरवासीलाई धेरै सेवा सुविधा यसबाट चाहिँ पाउनेछन् भन्ने हाम्रो विश्वास लागेको छ र मुख्य गरेर गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरैवटा अस्पतालसँग यस्ता किसिमको सम्झौताहरू गरिरहेको छ र मुटु रोग लागेर हाम्रो कुनै नगरवासी पनि चाहिँ आर्थिक अभावमा उहाँहरूले समस्या झेल्नु नपरोस् भन्ने उद्देश्यले हाम्रो नगरपालिकाले आज यस अस्पतालसँग नेपाल सरकारबाट पाउने 2 लाख र स्वास्थ्य बिमा मार्फत पाउने 1 लाख 3 लाख र हाम्रो नगरपालिकाले 50,000 दिएर 3.5 लाख रुपियाँ बराबरको चाहिँ यो हस्पिटलमा चाहिँ एडमिट भएर मुटु सम्बन्धी कुनै रोग लागेर उपचार गर्नुपर्दाखेरि त्यो सुविधा उहाँहरूले पाउनुहुनेछ भनेर आज सम्झौता हाम्रो नगर प्रमुख उपप्रमुखज्यू लगायत सम्पूर्ण नगरपालिका टिम आएर यहाँको कार्यकारी निर्देशकसँग जुन सम्झौता गर्नुभयो यसले गर्दाखेरि हाम्रो नगरवासीहरूले ठुलो सेवा सुविधा पाउनुहुनेछ र हामी सधैँ नगरवासीको सेवामा जनप्रतिनिधिहरू आइसकेपछि लाग्नेछौँ भन्ने प्रतिबद्धता र अन्य अस्पतालहरूसँग पनि हामी यस्तै किसिमको सम्झौता गरेर स्वास्थ्य क्षेत्रमा चाहिँ हाम्रो नगरपालिका 1 नम्बरै छ भन्ने प्रमाणित गर्दै चाहिँ अगाडि लाने वचनबद्धता व्यक्त गर्दै यो आजको सम्झौता कार्यक्रममा सम्झौता गरिएको छ र भोलिका दिनमा त्यो सेवाहरू पाउनुहुनेछ भन्ने सम्पूर्ण नगरवासीहरूले भन्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार।